2082 साल असार 5 गते नेपालको दैलेख जिल्लामा रहेको भैरवी गाउँपालिकाको जलजले क्षेत्रमा मिथेन ग्यासको भण्डार भेटिएको कुरा सामाजिक सञ्जालमा आउँछ। हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ। हिजो मात्र एउटा समाचार आयो, आज अखबारहरूमा व्यापक महत्त्वका साथ स्थान पायो। सम्बन्धित अधिकारीहरूका अनुसार यसले नेपालको वर्तमान ग्यास खपतका आधारमा आगामी 50 वर्षसम्मलाई प्राप्त हुन सक्ने अनुमान गरिएको छ, जुन हाम्रो देशको लागि एकदमै ठूलो र खुसीलाग्दो कुरा छ। तर प्रश्न यो हो के अहिलेको 2/3 सरकार यसमा चासो देखाउला त? किनभने यो जस्तै 2072 सालतिर नवलपरासीमा करिब 15 करोड मेट्रिक टन आइरन या भनौं फलामको पत्ता लागेको थियो अनि फलाम खानी प्रयोगमा ल्याउने भन्दै सरकारले 2076 को पुस महिनामा धोबादी फलाम कम्पनी लिमिटेड स्थापना पनि गरेको थियो। तर सरकारको अनरशिपमा भएको त्यो कम्पनीले अहिलेसम्ममा कुनै पनि उल्लेखनीय प्रगति गर्न सकेको छैन र यस्तै भयो भने अहिले भेटिएको मिथेन ग्यासको भण्डार प्रयोगमा नै नआउने अवस्था हुन सक्छ। तर फेरि सरकारले यसमा चासो देखायो भने यो नेपालको लागि गेम चेन्जर प्रोजेक्ट हुन सक्छ। अनि अर्को कुरा, हालैमा नेपालले आफ्नो एक्सपोर्ट हिस्ट्रीकै सबैभन्दा ठूलो रेकर्ड बनाएको छ। त्यो मिथेन ग्यासलाई केमा प्रयोग गर्न मिल्छ, कसरी यसलाई एक सफल योजना बनाउन सकिन्छ अनि नेपालको एक्सपोर्ट सेक्टर कसरी 81 बढेको छ त? यही विषयमा चर्चा गरौँ आजको यो भिडियोमा। नेपाल पेट्रोल छ, प्राकृतिक ग्यास छ भन्ने प्रतिवेदन सार्वजनिक भयो। पेट्रोलियम पछाडि सबैभन्दा धेरै इम्पोर्ट भएको अर्को वस्तु भनेको फलाम हो, आइरन प्रडक्ट्स। 50 वर्ष कमसेकम पुग्ने गरेको मिथेन ग्यास सत्ता लाग्यो। अहिले भेटिएको मिथेन ग्यासको कार्य सरकारले के कसरी गरिरहेछ भन्ने कुरा गर्ने नै छौँ। तर त्योभन्दा पहिले इतिहासमा भएका यस्ता परियोजनाहरू के छन् र सरकारको लापरवाही जसले योजनालाई असफल बनाउन सकिन्छ भन्ने कुरा बुझ्न जरुरी छ। हेर्नुस्, नेपालमा पछिल्लो वर्षहरूमा नेचुरल ग्यास र फलाम जस्ता खानी स्रोतहरूको नयाँ खोज र पुष्टि भइरहेका छन्। फलाम खानी या भनौं आइरन ओरका थुप्रै स्थानहरू पहिलेदेखि नै चिनिएका छन्। तर पछिल्लो वर्षहरूमा 2 स्थान विशेष गरी चर्चामा आएको छ। पूर्वी नवलपरासीको दोभादी र रुकुम पूर्वको जुम्लाबाङ। यी दुवै ठाउँमा ठूलो परिमाणमा फलामको ढुङ्गाको भण्डार रहेको पुष्टि भएको छ। धोबादी फलाम खानी साल 2072 मा खोजिएको थियो, जहाँ करिब 15 करोड मेट्रिक टन आइरन ओर रहेको कुरा अनुमान गरिएको थियो र त्यसलाई प्रयोगमा ल्याउने भन्दै सरकारले 2076 सालमा धोबादी फलाम कम्पनी लिमिटेड स्थापना गरे पनि अहिलेसम्ममा उत्खनन पनि सुरु भएको छैन। त्यस्तै गरी जुम्लाबाङ फलाम खानी धोबादी भन्दा पनि विशाल रहेको छ। पछिल्लो अध्ययन अनुसार यहाँ 20 करोड मेट्रिक टन आइरन ओर हुन सक्ने बताएको छ, जुन अहिलेसम्म नेपालकै सबैभन्दा ठूलो फलाम खानी हो, जसमा करिब 45% गुणस्तरीय फलाम रहेको छ भन्ने नमुना परीक्षणले देखाएको छ। सरकारले यो परियोजनालाई 2080 सालमा आयोजित लगानी सम्मेलनमा प्रदर्शन गरी प्राइभेट सेक्टरलाई लगानीको लागि आमन्त्रण समेत गरेको थियो। यो खानी उत्खनन प्रोसेसलाई फेज वाइज अगाडि बढाउने कुरा भएको छ। फर्स्ट फेजमा बेनिफिसिएसन प्रोसेस गरिन्छ, जसमा आइरन ओरबाट अशुद्ध पदार्थहरू हटाएर हाई क्वालिटी आइरन ओर बनाउने काम गरिनेछ। अनि सेकेन्ड फेजमा त्यो प्युरिफाइड ओरलाई युज गरेर स्टिल इन्डस्ट्रीलाई चाहिने र मेटेरियलको उत्पादन सुरु गरिनेछ। त्यसपछि थर्ड फेजमा चाहिँ पूर्ण रूपमा आइरन स्टिल प्रोडक्सन इन्डस्ट्री स्थापनाको योजना रहेको छ, जसको माध्यमबाट देशमा कमर्सियल लेभलको स्टिल प्रोडक्सन स्टार्ट गर्न मिल्छ। अहिले नेपालमा आइरन र स्टिलको प्रोडक्सन निकै धेरै कम छ। आज हामी जति पनि स्टिल प्रोडक्ट युज गरिरहेछौँ त्यो सबै त होइन, तर मोस्टली इम्पोर्ट गरेको नै हुन्छ, जसले गर्दा देशको पैसा बाहिर जाने मात्र हो। नेपालका स्टिल इन्डस्ट्रीहरू पुरानो स्टिल र बिलेट इम्पोर्टमा डिपेन्ड हुनु परेको छ। तर जुम्लाबाङ र धोबादी जस्ता ठूला आइरन ओर खानीलाई राम्ररी युटिलाइज गर्न सकियो भने नेपालले धेरै ठूलो इकोनोमिक बेनिफिट पाउन सक्छ। डिपार्टमेन्ट अफ माइन्स एन्ड जियोलोजीको रिपोर्ट अनुसार आइरन र स्टिल नेपालको सेकेन्ड मोस्ट इम्पोर्टेड आइटम हो पेट्रोलियम पछि। त्यसैले आइरन र स्टिल नेपालमै उत्पादन गर्न सक्यो भने इम्पोर्टको ठूलो पैसा बाँच्छ र कन्स्ट्रक्सन मेटेरियलहरूको प्राइस पनि कम हुन्छ। अनि यसले नेपालको व्यापार घाटालाई पनि ब्यालेन्स गर्न र रोजगारीको अवसर बढाउन मद्दत गर्न सक्छ। जुम्लाबाङको रुकुम जस्ता दुर्गम क्षेत्रको खानी सञ्चालनमा आयो भने स्थानीयहरूमा रोजगारी र त्यहाँको इन्फ्रास्ट्रक्चर यानी बाटो, विद्युत, बस्तीको विकासमा पनि सुधार आउँछ। यसमा केही चुनौतीहरू पनि छन्, जस्तै जुम्लाबाङ खानी क्षेत्रको छेउमै करिब 100 घरको स्थानीय बस्ती रहेको छ। त्यहाँ खानी सञ्चालन भएमा ती स्थानीयहरूलाई अर्को ठाउँमा सार्न र रिसेटलमेन्ट गर्नुपर्ने हुन्छ। तर सरकारसँग यस्तो संवेदनशील विषयमा कुनै पनि स्पष्ट योजना छैन भन्ने गुनासा स्थानीयहरूले गरिरहेका छन्। अनि टेक्निकल साइडबाट हेर्दा डिपार्टमेन्ट अफ माइन्स एन्ड जियोलोजीसँग न त प्राप्त स्किल्ड म्यान पावर छ, न त ल्याबोरेटरीको राम्रो सुविधा। यही सबले गर्दा जुम्लाबाङबाट संकलन गरिएका नमुनाहरू तुरुन्त
तुरुन्तै परीक्षण हुने स्थिति छैन, जसले गर्दा अनुसन्धानमा पनि ढिलाइ भइरहेका छन्। त्यो ओभरअल हेर्ने हो भने धौबादी र जुम्लाबाङ जस्ता खानीहरूको सफल खननले नेपाललाई आइरन ओरमा सेल्फ डिपेन्डेन्ट बनाउने र स्टिल प्रोडक्सनमा नयाँ युगको सुरुवात गर्न सकिने अवस्था रहेको छ। यसमा सरकारले विशेष ध्यान दिन एकदमै आवश्यक छ, तर अहिलेको सरकारले विकासमा होइन भ्रष्टाचारीमा चासो देखाएको देखिन्छ। अब कुरा गरौँ मिथेन ग्यासको बारेमा। हेर्नुस्, नेपालमा मिथेन ग्यास पहिलो पटक 2069 सालतिर काठमाडौँ उपत्यकामा भेटिएको थियो, तर त्यो थोरै मात्रामा या भनौँ टेस्ट गर्नलाई मात्र थियो, प्रयोगमा ल्याउने जति थिएन। अनि अहिले भेटिएको चाहिँ एकदमै ठुलो परिमाणमा रहेको छ। चाइना सरकारको सहयोगमा गरिएको अध्ययन र करिब 4013 मिटर गहिरोसम्म गरिएको ड्रिलिङ पछि करिब 1.12 अर्ब क्युबिक मिटर मिथेन ग्यास रहेको पत्ता लागेको छ। यो ग्यास नेपालको हालको प्रयोग अनुसार अर्को 50 वर्षसम्म पुग्ने जति प्राप्त हुन सक्ने अनुमान गरिएको छ। यो खोजले नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउने र ठूलो परिवर्तन ल्याउन सक्ने भन्ने आशा जगाएको छ। उक्त परियोजना साल 2072 मा नेपाल र चाइना सरकार बीच भएको सहमतिको आधारमा सुरु गरिएको हो। चाइना जियोलोजिकल सर्वे र CNPC छिबु ड्रिलिङ कम्पनीका प्राविधिक टोलीले नेपालको डिपार्टमेन्ट अफ माइन्स एन्ड जियोलोजीसँग मिलेर 2080 सालको वैशाख महिनाबाट करिब 1.5 वर्षसम्म ग्यासको खोजी अनुसन्धान गरे। अहिलेसम्म पाएको प्रारम्भिक नतिजा सकारात्मक र उत्साहजनक देखाएकोले अब यसको डिप रिसर्च गरेपछि पाइलट टेस्ट या भनौँ टेस्ट प्रोडक्सन गरेर ग्यास निकाल्ने तयारी भइरहेको छ। चाइनाका विज्ञहरूले चट्टानका नमुना चाइना लगी ग्यासको परीक्षण गरिरहेका छन् र 2025 को डिसेम्बर महिनामा अन्तिम डिटेल रिपोर्ट आउने भनिएको छ। तर यो नेपाल हो, यहाँ 2025 डिसेम्बर भनेको 2026 को डिसेम्बर पनि हुन सक्छ, 2027 को डिसेम्बर पनि हुन सक्छ। अनि मिथेन ग्यासको प्रयोग कहाँ र कसरी हुन्छ त? सबैभन्दा पहिले त यसलाई पेट्रोल र डिजलको अल्टरनेटिभमा युज गर्न मिल्छ। कसरी भन्नुहुन्छ भने मिथेन ग्यास जमिन मुनिबाट उत्खनन गरी निकाल्नु पर्छ। त्यसपछि त्यो निकालिएको ग्यासलाई उच्च दबावमा कम्प्रेस गरी सिलिन्डरमा राखिन्छ, जसलाई CNG यानी कम्प्रेस्ड नेचुरल ग्यास भनिन्छ। अनि त्यो ग्यास भित्र अशुद्ध जस्तै पानी र धुलो सफा गरेर शुद्ध बनाइन्छ ताकि गाडीहरू सुरक्षित रूपमा चलाउन सकियोस्। त्यसपछि नेपालमा CNG फिलिङ स्टेसनहरू बनाउनु पर्छ, पेट्रोल र डिजल जस्तै। अनि गाडीहरूमा CNG को युज गर्नलाई CNG किट जडान गर्नुपर्ने हुन्छ, जसले ग्यासलाई इन्जिनसम्म पुर्याउँछ र गाडीहरूलाई पेट्रोलबाट CNG मा सजिलै स्विच गर्न मद्दत गर्छ। यसरी मिथेन ग्यासलाई प्रयोग गरेर गाडी चलाउन सकिन्छ, जसले देशलाई महँगो पेट्रोल र डिजलको इम्पोर्ट बचाउन र वातावरण पनि सफा राख्न मद्दत गर्छ। अर्को प्रयोग मिथेनलाई LPG मा मिक्स गरी ग्यास सिलिन्डर बनाउन युज गर्न सकिन्छ। अनि अर्को केमिकल फ्याक्ट्रीमा र मेटेरियल बनाउन। मिथेन ग्यासलाई युज गरी फ्याक्ट्रीहरूले मेथेनोल, एमोनिया, हाइड्रोजन जस्ता केमिकलहरू बनाउँछन्। मेथेनोल चाहिँ पेन्ट, प्लास्टिक बनाउन काम लाग्छ भने एमोनिया फर्टिलाइजर बनाउन युज गरिन्छ। सो ओभरअल हेर्ने हो भने मिथेन ग्यास एकदमै मल्टी युज इनर्जी हो। यसलाई घरदेखि फ्याक्ट्रीसम्म, गाडीदेखि पावर प्लान्टसम्म सबै ठाउँमा युज गर्न सकिन्छ। अनि अहिले देशमा ग्यासको सप्लाई टोटली इम्पोर्टमै डिपेन्ड रहेको छ। तर अहिले भेटिएको यो मिथेन ग्यासलाई सफलतापूर्वक प्रयोगमा ल्याउन सक्यो भने LP ग्यास र पेट्रोलियमको इम्पोर्ट निकै धेरै घट्न सक्छ र देश आत्मनिर्भर बन्न सकिन्छ। यो अहिलेको अवस्था सुरुवात मात्र हो। अझै डिटेल अध्ययन र वातावरणीय असरको मूल्याङ्कन गर्नुपर्ने छ। स्थानीय तहमा यो परियोजनाबाट रोजगार र आर्थिक विकासको आशा गरिएको छ, तर केही स्थानीयहरूलाई बसोबास सार्नुपर्छ कि भनेर चिन्ता पनि छ। त्यसैले यो परियोजनामा सरकारले स्थानीयको हित र वातावरणको सुरक्षामा पनि विशेष ध्यान दिन जरुरी छ। यो सबै थियो मिथेन ग्यास र इतिहासमा भएका त्यस्ता परियोजना र नेपाल सरकारको लापरवाहीको बारेमा। अब हामी कुरा गरौँ हाम्रो देशको एक्सपोर्ट सेक्टर कसरी 81 बढेको छ त। भन्सार विभागका रिपोर्ट अनुसार आर्थिक वर्ष 2079-80 मा टोटल एक्सपोर्ट इन्कम 126 अर्ब थियो। त्यसपछि 2080-81 मा 130 अर्ब पुग्यो। अनि आर्थिक वर्ष 2081-82 को पहिलो 10 महिनामा नै पछिल्लो वर्ष भन्दा 72.79% बढी एक्सपोर्ट भएको छ। यसमा पहिले जस्तो झोला, कपडा, चिया, गलैँचा जस्ता ट्रेडिसनल आइटमहरू त छन् नै, तर अहिले सोयाबिन तेलको एक्सपोर्ट चाहिँ एकदमै तीव्र गतिमा बढेको छ। 5 वर्ष पहिले जिरो एक्सपोर्ट गर्ने सामान अहिले देशको टोटल एक्सपोर्टको 30% जति कभर गरिरहेको छ। सनफ्लावर तेल पनि त्यस्तै छ। चालु आर्थिक वर्षको 10 महिनामा नेपालले करिब 10 अर्ब 9 करोड बराबरको सनफ्लावर तेल एक्सपोर्ट गरेको छ। चिया, गलैँचा, इलायची, कफी जस्ता ट्रेडिसनल आइटमहरूको पनि ग्रोथ देखिएको छ। स्पेसियली नेपाली चियाको क्वालिटी
क्वालिटी राम्रो भएकोले इन्टरनेसनल लेभलमा यसको प्राइस राम्रै पाइरहेको छ। गलैँचा यानी कार्पेटको एक्सपोर्ट पनि बढेको छ। अहिले देशभरिमा जम्मा 800 कार्पेट फ्याक्ट्री यानी गलैँचा कारखाना छन्, जसमा करिब 2 लाख नेपालीहरू रोजगारीमा संकलन रहेको अनुमान छ। यसमा सकिङ कुरा के छ भने सोयाबिन र सनफ्लावर तेलको एक्सपोर्ट इम्पोर्टमै डिपेन्ड छ। कसरी भन्दाखेरि नेपालले क्रुड ओइल अरू देशबाट इम्पोर्ट गर्ने गर्छ अनि त्यसलाई रिफाइन गरेर सनफ्लावर र सोयाबिन तेल बनाएर एक्सपोर्ट गर्ने गर्छ। भन्सार विभागका रिपोर्ट अनुसार नेपालले सोयाबिन तेल प्रोडक्सनबाट झन्डै 78.75 अर्ब कमायो, तर त्यसका लागि क्रुड ओइल या भनौं कच्चा सोयाबिन तेलको इम्पोर्टमा 81.89 अर्ब खर्च गरेको थियो। यसो हेर्दा इन्कम त बढेको देखिन्छ, तर एक्सपोर्ट बढेकोले गर्दा ओभरअल लसमै देखिन्छ। तर हो, यसले रोजगारी चाहिँ बढेको छ। सो नेपालले आफूले प्रोडक्सन गर्न सक्ने चिया, कफी, हर्ब्स, गलैँचा, कपडा जस्तामा जोड दिनुपर्छ। सर्ट टर्म गेन भन्दा लङ टर्म सस्टेनेबल एक्सपोर्टमा फोकस गर्न एकदमै आवश्यक छ। तपाईलाई के लाग्छ आफ्नो ओपिनियन कमेन्ट गर्न नबिर्सिनु होला। दिस मच फर टुडे। थ्याङ्क यू फर वाचिङ एन्ड सी यू इन द नेक्स्ट भिडियो।